संसारको सबैभन्दा प्रदूषित शहरको छ काठमाडौँ छ, 1 नम्बरमा पर्छ जहिले पनि। त्यो विषयमा जहिले पनि हामीले इनिसिएट लिनुपर्ने, हामीले मिटिङ राख्नुपर्ने। तपाईँ यो बोलाइदिउँ भन्दाखेरि पनि इनिसिएट लिन सक्नुहुन्न, त्यो बोलाइदिउँ भन्दा पनि इनिसिएट लिन सक्नुहुन्न। यदि सभापतिलाई आफ्नो काम र कर्तव्यमा खासै इनिसिएट लिन सक्नु हुँदैन भने सभापति त्यहाँ बसिराख्नु पनि औचित्य छ जस्तो मलाई लाग्दैन। जेमा पनि इनिसिएट लिन सक्नुहुन्न, तपाईँ यहाँ भएन भन्नुहुन्छ, त्यहाँ भएन भन्नुहुन्छ, यसरी यहाँ नभले भन्नुहुन्छ, जहाँ पनि इनिसिएट लिन नसक्ने भन्ने हुन्छ। सभापति भइसकेपछि तपाईँले रुल गर्न सिक्नुपर्छ, रुल गर्न जान्नु पर्यो, रुल गर्नु पर्यो। सबैजनालाई तपाईबाट सिकाउला हो। तपाईबाट मबाट सिक्ने र नसक्नेको कुरा हैन सभापतिज्यू। सिक्ने त एकअर्काबाट, तपाईले मबाट सिक्न पनि सक्नुहुन्छ, केही पनि फरक पर्दैन त्यसमा सिक्दैमा। उमेरले यसले त्यसले फरक पर्दैन। र यो सगरमाथा संवाद यतिको इम्पोर्टेन्ट थियो, हामी यति एक्साइटेड थियौं यो सगरमाथा संवादबाट हामीले कतिको के गर्न सक्थ्यौं भनेर। यत्रो जना समितिमा हुँदा हुँदै पनि कसैलाई केही थाहा छैन, कसैलाई केही थाहा छैन, यस्तो पनि हुन्छ समितिमा। कोही किसानको के किसिम यो प्रतिवेदन त मैले त पढाछु, बाकीले थाहा छैन। मैले हिजो आफैले मागेको यो प्रतिवेदन यति यति चित्त नबुझ्दो प्रतिवेदन छ। आदेश मात्रै दिएको छ, आदेश मात्रै, आदेश दिनलाई मात्रै बनेको समिति हो यो आदेश मात्र दिनलाई बनेको समिति त होइन होला नि त, काम गर्नलाई बनेको समिति होला नि त। माननीय के अरे रवि लामिछाने गृहमन्त्री हुँदा यो पैठारी चोरी पैठारीहरू सबै के अरे कन्ट्रोल हुन सक्ने, बाँकी अरू गृहमन्त्री हुँदाखेरि चोरी पैठारी के अरे यो कन्ट्रोल हुन नसक्ने भन्ने कुरा पनि आइराखेको छ। चोरी पैठारी पनि आउँछ यहाँनिर यो समितिमा। त्यो कन्ट्रोल हुन सक्नलाई गृहमन्त्रीलाई बनाउन नसक्ने हो सभापतिज्यूले। योभन्दा पहिलाको सभापतिज्यूले त तानेर ल्याएर आएर मन्त्रीलाई राखेर मिटिङ गरेको त हामीले त देखेका छौँ। यो समितिको कार्यक्षेत्रभित्रको कुरा होइन मानेज्यू, तपाईँ विषयवस्तुमा आएर कुरा गर्नु। सभापतिज्यू विषयवस्तुमै छ यो समय। अब निश्चित समय छ, हाउस छ, खाना खाने समय छ, विषयवस्तुमा केन्द्रित भएर कुरा राख्नु। अचम्म के लाग्छ भनेपछि हैन, कसैलाई कसैको कमजोरी यो भएन त्यो भएन भन्ने बित्तिकै यो समय यो त्यो कुरा निकालिन्छ। यदि यो समितिले जेन्युनली काम गर्ने, गाँजाको विषयमा 3 महिनामा त सभापतिज्यूलाई फेरि मेरो एकदम पूर्व तरिकाले मैले तपाईलाई के अरे सम्झाइराखेको छु। मेरो रिक्वेस्ट हो यो यहाँ सबैजनालाई, यदि काम गर्न सकिँदैन भने काम गर्न सकिँदैन भन्ने हो, होइन भनेपछि यहाँनिर बसेर दिनको आएर सिग्नेचर गरेर भर्ता चपाउनलाई मात्रै आएको छ। म चाहिँ डेफिनेटली होइन है, कसैको प्रब्लम सल्भ गरौँ भनेर आएका हौँ हामीहरू। त्यस्तोलाई भन्दाखेरि चाहिँ हामी कुनै पनि पार्टी भन्दैनौँ, यहाँनिर यो समिति हो भन्नलाई मात्रै भनिरहेको। सबैजनाले यहाँ पार्टीको गुटबन्दी गरिराख्नु भएको छ सभापतिज्यूले नै आफैले नै राम्रोसँग क्लियरली देखिन्छ। यहाँनिर चित्त बुझेको मान्छेलाई अगाडि, चित्त नबुझेको मान्छेलाई पछाडि गर्दै हुनुहुन्छ, सबै विथ प्रुफ सबै कुराहरू छ। अनि तपाईँ जे पाते यहाँनिर यो म त यति इरिटेट यो यसरी चाहिँ काम हुँदैन। यदि सल्भ गर्ने नै हो भनेपछि राम्रोसँग सल्भ गरौँ, राम्रोसँग मिटिङ बसौँ। कति टाइममा मिटिङ बस्ने हो, निर्देशन मात्रै होइन त्यसको फलोअप पनि गरौँ, जुन फलोअप यो समितिबाट एउटा पनि भएको छैन। बाँकी यो प्रतिवेदनमा पछिल्लो त्रुटि जुन टाइममा हामी राम्रोसँग छलफल गर्छौँ त्यो टाइममा फेरि पनि यो प्रतिवेदनमा कुरा गरौँला।